सुदूरका धुरा सुदूरका धुरा गाडी चले मोटर चले सुदूरका धुरा सुदूरका धुरा गाडी चले मोटर चले हुँदै हुन्न पुरा हुँदै हुन्न। हामी अब शारदा ब्यारेज हुँदै इन्डियाको नैनीताल जाँदैछ। हाम्रो टोलीहरू अगाडि गइसकेको छ, कोही पछाडि नै छ। एकदमै लामो पुल रहेछ है यो। कति 11 नम्बर होइन यो पिलर, 11 नम्बरको पिलर हो। 11 नम्बरको उ के यताबाट एक नम्बर हुँदै नैनीतालको यात्रा अब हाम्रो वनबासाबाट चेकिङ एकदम कडा आएर पूर्व भन्दा यतातिर कडा लाग्यो है चेकिङ। फर्किँदा पनि त्यही होला अब। रेल है रेल। खाना बोला बोला गरेर यहाँ बीचमा खाँदैछ नि खान्छ सबैजनालाई मिलाएर
खिच्न अलि नदिँदो रहेछ है गरे बाबु कस्तो भइरहेछ भरमा सबै ग्रुपमा खिचेर क्यालेन्डर छाप्दै हुन्छ कस्तो खाना रोटी पनि गर्छ खाना ठिक छ मिनटले अब तल गयो माथि आएको तल त्यत्रो डाँडो त आएर फेरि तल फेरि आएर तल गयो त्यता सिधै ल्याइ नि हुन्थ्यो जहाँ पैसा आ रहा वहाँ दो माल चीटो 50 में यस्तो अमिलो खाने सीताराम दाइ 50 में चीटो तिम्रै पछि झमझम झम भएको छ यसले खाली बेसी मेरो घर त पाल्पा बहिनीको काम पर्यो मेरो घर त पाल्पा बहिनीको काम पर्यो बहिनीको काम पर्यो
बोलाउँ मलाई नि भएको छ केही भन्छन् कि डर मात्रै लागेको छ हेले काली बेसी मेरो घर त गुल्मी बहिनीको कहाँ पर्यो मेरो घर त गुल्मी बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो छोरा मान्छे भएर लजाउने ए हो कि त मायालाई सजाउने एले काली बेसी मान्छे मेरो घर त प्युठान दाजेको काम पर्यो मेरो घर त प्युठान दाजेको काम पर्यो दाजेको काम पर्यो चल्नै पर्ने जमाना अनुसार हेले काली बेसी मेरो घर त सुर्खेत बहिनीको कहाँ पर्यो मेरो घर त सुर्खेत बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो के होला नि नानीको नाम रथर हेले काली बेसी मेरो घर त गोर्खा बहिनीको कहाँ पर्यो मेरो घर त गोर्खा बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो माया हुन भने त राखेछु एले काली बेसी मान्छे मेरो घर त स्याङ्जा दाजेको काम पर्यो मेरो घर त स्याङ्जा दाजेको काम पर्यो दाजेको काम पर्यो ड्राइभर दाइले स्टेरिङ हुँदैछ घरदेशीले स्वदेशलाई छोड्दैछ हेले काली बेसी मेरो घर त मेग्दी बहिनीको कहाँ पर्यो मेरो घर त मेग्दी बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो राख मलाई त्यो दिलको आँधीमा एले काली बेसी मान्छे मेरो घर त घैरान दाजेको काम पर्यो मेरो घर त घैरान दाजेको काम पर्यो ए है दाजेको काम पर्यो साको छ तिम्रै पछि जाम झै भएको छ हेले काली बेसी मेरो घर त पाल्पा
बहिनीको काम पर्यो मेरो घर त पाल्पा बहिनीको काम पर्यो बहिनीको काम पर्यो छोरा मान्छे भएर नजाउने ए हो कि त मायालाई सजाउने एले काली बेसी मन्छायो मेरो घर त प्युठान दाजेको काम पर्यो मेरो घर त प्युठान दाजेको काम पर्यो दाजेको काम पर्यो पारिपट्टि दोधार चाँदनी दाइले जानै हान्यो माछी पर्यो जाँदैमा माझे दाइले जानै हान्यो माछी पर्यो जाँदैमा हिताङमा दल कहाँ बज्यो छौरे तालैमा हे आउ है माया आउ है सुटुकै काफल गेडी कुटुकै भयो कुटुकै काफल गेडी पुरा नाचिरहेको नि हाम्रो त सुन्ने छ भनेर अर्को गाडीमा मजाले नाचिरहेको भात खाँदै अङ्कल पानी हजुलीमा भरेर एकदम दिन खुस भरेर छौरे तालमा गाइदेऊ गीत गरी श्रीगरको टोलीहरू हाम्रो निरामा एकदम फुल रिजर्भमा छ एकदम स्लिपर रुम चाहिँ यता फेरि लास्ट सिटमा एकदम Yeah.
माटी सिरै माथि सुना खरी सिरेर कम्बर मकै चुठो लगाई नाच्देऊ न्युरेर औ है माया लौ है सुरुकै काफल गेडी कुटुकै भयो काफल गेडी कुटुकै भयो त्यो झुलुङ्गे पुलले मान्छेले समय बिताएको जाने बाटो दुःख गर्छु पनि ढुङ्गे डाँडेबाट सुपादुरातिर जाँदैछ सुटुकै काफल गेडी कुटुकै भयो भुटुकै काफल गेडी कुटुकै भयो भुटुकै आकाशको गडन गुरुङ दर्के पानी पारीको आकाशको गडन सुपादेउराली जाने बाटो यो पानी पारीको यो राम्रो बान्की परेको हे औ माया लौ है सुटुकै काफल गेडी कुटुकै भयो भुटुकै काफल गेडी कुटुकै भयो भुटुकै
साइड गयो साइड गयो सेउतीबाट माथि हेऱ्यो ठाडो हेऱ्यो तल हेऱ्यो सेउतीबाट माथि हेऱ्यो ठाडो हेऱ्यो म त अझै कुमार केटो किन मान्छौ हे आउ है माया लाउ है सुटुकै काफल गेडी कुटुकै भयो भुटुकै काफल गेडी सिकारीले सिकार खेल्यो रुख बस्ने छरीलाई सिकारीले सिकार खेल्यो रुख बस्ने छरीलाई यो बेलामा खर्जन छैन कठैभरिलाई हुनु माया राडासी झुक्कै काफल गेडी कुटुक्कै नहौ बुटुक्कै काफल गेडी कुटुक्कै नहौ बुटुक्कै चटकाटी मालिङको त लौरी लिनु हातैमा चटकाटी मालिङको त लौरी लिनु हातैमा तिमीलाई पनि हाकन सहर लान्छु साथैमा हे लाउ है माया लाउ है सुटुक